कुनै सम्पत्ति जोड्दै हुनुहुन्छ, यी कुरा ध्यान राख्नुहोस्। सम्पत्ति व्यक्तिगत हो कि पुर्ख्यौली र हकदारको छन्। भविष्यमा हकवालाहरूले अदालतमा दाबी गर्न सक्छन्, त्यसैले हकवालाहरूसँग सहमति पत्र लिनु जरुरी हुन्छ। विक्रेताको नाममा जग्गा छ कि छैन। कतिपयले अरूको नामको जग्गा बेच्न खोज्छन्, त्यसैले नाम मिलेको छ कि छैन भनेर मालपोत कार्यालयमा जाँच गर्नुपर्छ। कानुनी विवाद छ कि छैन। रोक्का, मुद्दा वा कर्जा छ छैन भनेर बुझ्नु आवश्यक हुन्छ। किता, नक्सा, क्षेत्रफल मिलेको छ कि छैन। कागजमा लेखिएको क्षेत्रफल र वास्तविक नापी मिलेको छ कि छैन भन्ने कुरा ध्यान दिनुपर्छ। सडक, बाटो वा सरकारी जमिन हो कि होइन। कतिपय जग्गा सरकारी, सार्वजनिक बाटो, खोला, किनार वा जङ्गलमा पर्छन्। यस्ता जग्गा खरिद गर्न नमिल्ने हुन सक्छ। खरिद बिक्री सम्झौता गर्दा पेशेवर कानुनी सल्लाहकार वा वकिल राखेर बिक्री सम्झौता स्पष्ट रूपमा बनाउन जरुरी हुन्छ। कानुनी बाटो छ कि छैन। नापी नक्सामा बाटो देखिएको छ कि छैन। बाटोको चौडाइ कति हो। यदि बाटो साझो हो भने सहमतिको कागज छ कि छैन। यी सबै कुरा ध्यान दिनुपर्छ।